त्यहीमा म रहेछ त अहिले यो दिनसम्म बच्चा मरेछ छैन छैन बच्चा छ कि बच्चा बच्चा बच्चाहरू आन्टीले राख्नु भनेको कुटो मलाई त धुवाले मलाई चाहिँ बितायो ए बार्लकै झरे त मरेछ हल्का हल्का ओ है ए टेक के छ गाँठ्यो ए मौरीमा आलोस् न केटा प्रकाश उठिन लागेको आमा लाग्यो भित्र गयो
यो त मौरीले त मरुले टोक्यो भने फेरि हाम्रो शरीरमा भएको खै के रोग जान्छ अरे नि भिडियो सबैको खिचौँ ए सबै आउँछन् क्या भित्र विदेशतिर त त्यो मौरी फर्मतिर गएर टोकाउन लाउँछ अरे नि ए भाइजान आइन्छ भित्र गयो अझै कहाँ हो यो कहाँ रातासँग त्यसलाई तेर्सो पार त केटा उ त्यसलाई त्यसलाई तेर्सो पार त यता ए बिताइहाल्यो नि यार यस्तो किरण ग्यास्ट्रिक दागी प्लास्टिक हुन्छ ग्यास्ट्रिक यस्तो यो मर्यो छिटो गर रे थ्यात तेरिका यार यसले के ढिलो काम गरेको होला टोक्यो नि अब दुईटा चाका छ ऊ त्यो राख्दा आधुनिक घर भएको भए यस्तो समस्या हुँदैन
तेरो कस्तो अप्ठ्यारो यार अर्को ग्लोभ्स रेडी गर्नु त यस्तो पानी परिगयो नि है त्यो लानु त अब यो चाहिँदैन कान्छाको साइडतिर बस्यो अनि भन्नु यता यो स्मेलको लागि चाहिन्छ भन्छ यस स्मेलले माउलीलाई यो डिस्टर्ब गर्नु दिन्न त्यो त झर्छ दिदी यता 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 ऊ त त्यसलाई दिनु हो त्यही हो ठिक छ ठुलेको त्यसमा चाहिँ बस्न दिनु भएन नि ज्यानमा स्मेलले हो क्या बस्नु कान्छा मैले भने होइन तल मुनि सबै झरिसक्यो यो त जान्छ क्या कुइन खोज्नु पर्यो यार अब कुइन खोज्नु पर्यो क्या मलाई
लाइट दिनु त है के दिनु रे कान्छ लाइट 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 राधिका लाइट मोबाइल दिए पनि हुन्छ मोबाइल दिएँ मैले कति पाउँ यस्तो हुन्छ नि प्याकिङ गर्दा चाहिँ त्यही हो प्याकिङ राख्नै हुँदैन ऊ छ नि सानै ऊ त्यसमा तपाईँले बाबु त्यसमा राख्नु अनि तपाईँले उता हात हाल्नु रानी भेटेन नि कान्छ के यसमा रहेछ किरण के चाहिँ रानी रानी त भित्र उसमा होइन नि उहाँ भित्तामा पुगिसक्यो आमा त्यो झोलामा रातो प्लास्टिकमा त्यो एउटा सेतो बट्टा छ दिनु त भेटेन त हामीले अरे निलो झोलामा छ नखोल एउटा नखोल्नु अहिले मौरी आउँछ हान्छ त्यो निलो झोलामा हो त्यो माथिको हो त्यसै माथिमै छ हो त्यही हो त्यही हो पुरै यहाँ काँचा ब्रस त किन ब्रस त त्यो उसको लागि पर्दैन त्यो सेतो बट्टा दिने रानी मलाई देखाउनु है केही समय लाग्छ भने कसरी फुर्ता पार्दैन रानी म त यसमा आयो कि जस्तो लाग्यो यो पोका यो छुट्नु मानेको छैन मुनिको हजुर यो पोका तलकोमा छुट्नु मानेको छैन त्यसमा छ जस्तो लाग्यो त्यही हो किरण त्यही हो रानी होइन हो अरू अरू भन्दा छुट्टै हुन्छ नि कान्छा रानी खै पर्खिनु त्यहाँ उडिरहेछ उडेर गयो क्या उडेर त रानी तुरन्त त उडेर हिँड्नु होइन नि कान्छा रातो रातो रहेछ होइन कमर सानो भएको भेट्नुभयो त्यसमा छैन कान्छा त्यसमा छैन भयो भने तपाईँको ऊ त्यो सिधै कुनामा चाहिँ हात हाल्नु त सिधै कुनामा त्यो पनि बुट आइदा है
देखिएला जस्तो छैन यहाँ चाका खातको झिकौ झिकिसकिस् सक्यो नि चाका त चाका सकेछ दिदी सक्यो ए चाकाको बिचमै हुने हो क्या त्यो रानी त अनि त्यो अब झिकेर यसमा हाल होइन कान्छ अनि भेटिन्छ क्या सबै हालेपछि हो कि होइन त ल छोड एकदिन त अब छुन्छन् नि किरण किरण म त यसमै छ जस्तो लाग्छ उयो खोज्नु मानेको छैन यसरी मेरो पनि खिच्नु त भिडियो यसरी नखिच्नु दादा मलाई मेरो देखियो तल छोएर बस मलाई देखियो हेर्नु त ऊ त्यो सेतो के गर्नु कान्छ यो केटा कुन चाहिँ यो ल होइन नि टोली दियो भनेको त यो अँ ओके जाऊ यहाँ जाऊ एउटा मदी ए ल ल ठुलै भए हुनु यो म चाहिँ काटेर निकालौँ है सिसामा त्यो आफै के त्यो मेरो पनि खिच्नु त दिदी युट्युबमा हाल्नु पर्यो यस टिप्नु सिधा त अलिक पछाडि गएर खिच्नु त दिदी अब अलिक पछाडि अझै जानु म र मेरो आयो मैले समातेर खानु मौरी तल झुन्डेछ दुईटा त मैले बाहिर खालिसकेँ मेरो चिज 4 5 6 7 8 हो सानो दुईटा गरेर 4वटा त कत्रो ठुल्ठुलो है यो भरि म कहिले बनाउँछ होला टोके दिदी टोक्यो कस्तो टिप्नै मिलेन हो यो मौरी बसेर खिच्दैछ दिदी यहाँ राख्नु न यो आगो धुवा चाहिँ अनि पो भाग्छ त बल्ल चारैतिर मिलाएर खिच्नु है दिदी त्यहाँ नखिच्नु है फेरि ब्रेक होला यो धुवाभन्दा धुवाभन्दा केटा हो आमा यो धुवा बन्द लाउनु त यो धुवा बन्द गरे केटा बोल्दा अर्को प्लेट ल्याउनु है अर्को प्लेट ल्याउनु त आमा यता पनि दिदी यता पनि खिच्नु त यता केटालाई पनि कन्टिन्यू छ नि अर्को प्लेट ल्याउनु भयो फास्ट 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 कसको यो माउरीलाई दिउँ यो सानी यो माउरीलाई दिने त्यो चाका बाँध्ने केटा यसमा मह हाल्ने अनि त्यो मह छ त त्यहाँ मह हनी यसमा ओके केटा हस् सानी ए मह राख्ने त्यही बिचरा त्यही गयो त है छिरेर यी रानी न भेट्यो
हनीबी भेट्यो रानी अहिले उ त्यहाँ बन्द गरेर आएछ अहिले खोज्ने यसले त नहुने रहेछ यसको ठुलो त्यो त के म हाल्नु ल यो त कस्तो च्याप भयो नि त्यो अर्को थियो नि पाँच हो क्यो सेटै हाल्छ नि सेटै जम्लङै अनि के च्याप भयो यो अरू त्यो माथि छिरे दिदी छिर्दैछ कति खाए यिनीहरूले त उज्यापामा गएर लट्ठीले घोचेर घोच्दै तान्दैछ कैँची पनि चाहिने रहेछ है आमा कैँची ल्याउनु त देखिएन 7 दिन त भातै पो खाने आयो है भित्र जा हान्नु हुँदैन सानो नानाले हान्नु हुँदैन है जान के भन्छ ए फुटिन्छ फेरि कैँची ल्याएन जा त्यस्तोले हुन्छ हाम्रो थियो त त्यहाँ कैँची रहेको भयो त्यसरी पनि हुन्छ यसरी यो सामान जति चाहिँ एकैचोटि पहिल्यै राख्नुपर्ने रहेछ है गर्नुभन्दा अगाडि त्यो त आफै बन्ने रहेछ यो पहिलोचोटि हो यस्तै हो आर्जेले उतिखेर फेरि सकाएको थियो वहीँ के रह्यो म चाहिँ जस मेहनती रहेछ नै बनाउने रहेछ खाँदैन छोड्ने त हो त्यो छोड्दैन नि अब सफा गरेर यो त टाँस छ हो र उनको बच्चा धेरै पुग्छ फेरि निकाल्नु तर छोरी यो यताको यो काट्दै काट्दै मात्रै गर्नु पर्थ्यो नि तपाईँले त नि डेनियल नै घोस्टाउनु यो बच्चा त जतिको होइन कसले खान्छ यो बच्चा आन्टीलाई राखिदिनु रे क्या के हो ठुलो मलाई आधुनिक चाहिँ बान्ने तरिका थियो नजिक नजिकै भयो त फेरि त्यो बान्ने नजिक नजिकै हो राख्ने अब यो मह त्यसको पनि मह काट्नु पऱ्यो यो त मौरी छ भयो यसको त्यो भित्र मैले मौरिरहेछ है छाउ सानो भयो क्या छाउ त धेरै सानो हो यो कुट आन्टीले राख्नुभला थियो कुटको खाने मह चाहिँ रहेन रहेछ म त निको नि म आउँछ आएको निकाल्नु पर्यो ढाड दुखेर मरिहाल्दो रहेछ पो यत्रो भयो
मुनि कता गाउने नि जान्छ हजुर यो सबै खाने नै बिचार हो त्यो मह सबै त नराख्ने हो नि एउटा चाका राख्ने हो अनि सबै खाने हो सुनिस् केटा एउटा चाका राख्ने अब झिक्ने हो त्यो त खास त अँ काटेपछि त सुनिस् केटा हाँ राख्दैन क्या भाग्दैन कस्तो कुरो हो त्यो मह काट्नलाई चाहिँ नि मरी हो त्यो मह झिकेर अनि त्यो त बच्चा हुँदो छ भयो भाग्छ क्या त्यो के हो होइन नि यो के हो म लाग्यो नि म त चाट्छै उसले ल्याउनु पर्दैन ल्याउनु आमा घरमा पुस्दिनु नै बिचराहरूको अहिले नै काम गर्दिनु बाबु अब यसलाई चाहिँ केले बान्ने हो र प्रकाश हजुर केले बान्ने हो र यो त्यहाँ छ देखेटा ना कतिवटा बाँध्यो है एउटा जुन्डाइ पनि सक्यो अँ अब त त्यो चाका त दुईटा मात्रै राखौ केटा खास राख्ने चाहिँ यो चाका त सबै राख्ने यो बच्चा के काम नै केटा यहाँ बच्चा खाने हो ए बच्चा पो रहेछ के लाग्छ बच्चा त छ त नि यहाँ यिनीहरूभित्र त सबै बच्चा छ बच्चा त राख्न म अझै निकाल छैन काटेर। त्यति नै पुरै बुझिनु भयो कि र यो चाहिँ खाने हो यो चाहिँ त्यो त निकाल्ने हो हजुर त्यो त निकाल्ने हो नि ए यहाँ वेट पनि हुन्छ क्या यस्तो चाहिँ हो क्या दिदी हेर्नु त ऊ त्यो यो त निकाल्ने मह हो होइन यो चाहिँ झन् एक नम्बर खाने खुद हो त्यो अनि त्यो अहिले झिक्ने हो हजुर त्यो झिकिसक्यो टोक्नु टोक्दैन यसलाई चलाउनु हुँदैन न यसले दुख पायो भने मात्रै टोक्ने हो क्या यसलाई त्यो लाग्यो भने चोट लाग्यो भने मात्रै टोक्ने एउटाले बितायो नि मलाई बुझ्दा तपाईँले च्यापियो नि त ए त्यो उयो त्यसले तपाईँले दुख म राख्दाखेरि ठ्याप्पै च्याप्यो क्या च्यापेपछि त टोकिहाल्छ गाउँकोले पनि टोक्दैन क्या कान्छ म एकचोटि फर्स्ट तल काटेको होइन भात चाहिँ किन काटेको त्यसरी यो चाहिँ खानालाई काटेको लागि ऊ त्यो के हो ओए प्रकाश अँ? ऊ त्यो त्यो मौरी हो हजुर लाग्ला नै बिचराको किन यति छिटो लाग्दैन तर खास त माउरीलाई त मैले त उहाँ गाउँमा त यति मात्रै छोड्छ हो त्यसरी हो त्यसो गर्दा चाहिँ भाग्छ भाग्दैन क्या ठुले यस्तो 4-5 छोड्ने हो होइन यति मात्रै छोडेपछि उसले फेरि लिएर दिन केही बनाउने हो कि खान्छ अनि त म आउने हो ल न प्रभु म तिनीहरू चाहिँ टुल ल्याइदियो त्यहाँ बस्नुलाई हाँ प्रकाश एउटा भए हुन्छ होला यसलाई त यो त खाने हो क्या छ र त्यहाँ छैन आन्टीले भनेको चाहिँ यो आमा यो चाहिँ तपाईँको त्यसमै लुसँग मिल्छ किन मलाई दिउँसोमा पैसा गएर झुल ए बिचरा बिचरा हेर्नु त यी चेप्यो च्यापिए ए लोको माथि हो न खान्छ एकछिन टुक्छ निकाल्दैन है पर्दैन उनीहरूले नै बचाउँछ क्या सास भएको उनीहरूले नै बचाउँछ मरेको सकिहाल्यो त्यो सबै नै राख्ने हो त्यो फल्यो अब त्यसमा यति भए पुग्छ होला नि भाइ अब यसमा हालौँ कान्छाले त्यो नजिक नजिक भइहाल्यो ठुलो उसको फेरि ऊ तरिका छुट्टै छ अलिकति टाँसियो बच्चा चाहिँ सबै राख म चाहिँ मिल्छ भने झिक न अर्कोले पनि बान्त अर्कोले पनि दिनुपर्ने हो दिदी केटा अर्को मा ए यहीँ रहेछ कतिवटा झन्डा एउटा एउटा मात्रै छ त हजुर यो डोरी अनि के गरी काट्छ त काट्छ त्यसले माउरीले मौरी त प्याट प्याट काट्दैछ किन दुई ठाउँ बानेको बुढा त्यसले त मान्छेले त एक ठाउँ बानेको थियो त त्यो मान्छेको कुरो नगर्नु केटी यो मान्छेको चाहिँ कुरो गर्दैन
त्यही त कुरा गरेको त त्यो मान्छेले एउटा माने थियो यो मान्छेले दुईटा मान्यो भने बाबु दिइसक्यो हातमा पहिलो पारै छोडिसक्यो डोमिट गर्यो त्यसले कुन चाहिँ रहेछ खाली त्यही छ। यसमा त कति धेरै किन खाली सुरुमा हो यो त महत्त्व पो रहेछ। अन्त म भएको चाहिँ के गर्नु यो खेर गर्नु हुँदैन क्या यसको यो चाका चाहिँ यो जुन खाली छ नि यो खाली पार्ट त राखिदिइहाल्नुपर्छ ए मेरो टकुङ बस्यो त राधिका हामी डराएको छैन बरु यो मौजी त मलाई त सिरिङ सिरिङ हुन्छ यो क्या यहाँ हो छैन छैन ल है आन्टीलाई चाहिँ यो कालो खै कोट मसिनो अर्को थियो नि एउटा छैन मैले यता राखेको छु। यो होइन यो त यो मुनि मसिनो छ थियो। यो मुनि छ यो फालु त जाला है बडाको अर्को पनि थियो एउटा मसिनो त्यहाँ मान्छेहरू हेर्नु हेर्नु त्यो मान्छेहरूले देख्यो ए नाना अर्को पनि मसिनो थियो अघिको दिन त कता थियो सानो खै देखेँ त त्यो त्यो एउटा डोरी त्यो त होइन त्यसको यो राखौँ राखौँ पर्दैन त्यो खोइ एउटा थियो त कहाँ गयो यस्तो टुक्रा भन्नुभएको तपाईँले छैन त्यो त्यसको टुक्रा त्यही हो खाली चाहिँ राख्ने मेहनती त मेहनती यहाँनिर रहेछ क्या एउटा हामी यति छिटो यत्रो बनाउनु भनेको त यसमा त लगभग सबै रहेछ क्या हो सबै यहाँसम्म चाहिँ मरेछ अनि यहाँदेखि त्यो तलको बच्चा त राखिदिनु यार अनि राखिदिनु बच्चा काटेर यसलाई राखिदिनुपर्छ है खान्छ माउरीको बच्चा राख्दा माउरीले खान्छ त खाँदैन नि त्यो माउ हुन्छ माउ हुन्छ हिँड्छ क्या हिँड्दैन क्या लुरु बाउले चाहिँ बच्चा चाहिँ त्यो काट्ने हो भन्छ खोइ के तर तपाईँले थाहा होला यो उयोबाट बिचरा बच्चा डरको छ त पुलिस उसले त बोल्नु त डरको छ उसले त त यो नहेरेको दिन सम्बन्धी छैन नि त। उसले त चप्पा चप्पा यो सम्बन्धी चाहिँ डर छ म कामबाट पसलबाट आउनुपर्छ पहिले चाहिँ आमा छोरा यत्रा यत्रा ठुला पाकिस्तानी बोका लडेको हेर्दै बसेको हुन्छ पहिले मौरी हेर्दै बसेको हुन्छ पहिले कहाँको यत्रो मिसी लडेको हेर्दै बसेको हुन्छ आमा ठाकमाथि प्रकाश कुर्सीमाथि एकातिर काम गर्दै त्यसरी बस्नुभएको हुन्छ कहिले चाका चाहिँ सकेसम्म खेर गर्नै हुँदैन क्या त्यो चाका बनाउनलाई ठुले यो त खेरै जाँदैन तपाईँले यसले यहीँ मुनि बस्यो भने पनि उसले टिकट लिएर राख्नु जोड्ने नै हो त्यसरी त जोड्दैन नि ए जोड्दो रहेछ मैले चाहिँ हाम्रो खोपाको भनेको है भुइँमा लडेको त जोड्दैन दिदी भुइँमा थियो होइन अँ मैले उठाउन नसकेर पोका भएर अँ अनि पछिमा त त्यसले त त्यो 2-3 दिनपछि त त्यो त उहाँ माथि छैन रहेछ त्यहाँ उठाउनु सक्दैन दिदी त्यसरी मासल्ला पाम पसिन दुसनामा यो बुढाको साग ए च्यापी क्या अरू कुन यो म हो कि बच्चा हो बच्चा यो जति बच्चा हो त्यहाँको म जति राख्ने बच्चा पहिला यो गर्नु न बुढा यो सट्ट काट्नु यसमा मौरी पनि छैन नि यिनमा मौरी छन् क्या अन्ति पहिलोचोटि म काट्यो है हजुरको कुट रेडी हुँदैछ आज नयाँ वर्ष हो आन्टी नेपालको ह्याप्पी न्यू इयर हाम्रो परिवारको तर्फबाट मौरीको तर्फबाट तपाईँलाई ह्याप्पी न्यू इयर ए बस्छ त कहिले हो आन्टी आउने हँ?
आन्टी आउने कहिले हो? असारमा अहिले के हो 2 महिना रहन्छ त यो अनि यो त 1 वर्ष 2 वर्ष केही हुन्न नि होइन त दिदी अनि बट्टामा हालेर राखिदिने अनि बट्टामा हालेर फ्रिजमा राखिदिने यो चाहिँ गु होइन त दिदी हो नि होइन क्या यी क्या कुरा यहाँ माथि निस्क्या खाइदिनु त यी अहिले ठुलोको हात चाहिँ अल्पल गरेन भने देखाउनु पर्छ राधिका अन्त अहिले हामी भन्दैन माउरीको अन्त त्यही त के हो रे मैले अघि नै त्यही देखेर हो भनेको होइन दिदी ऊ चाहिँ हुँदैन नि यसले खाइसकेपछि आउँदैन त अन्त अनि कस्तो कुरा गरेको अहिले पत्ताकै छैन कि हाम्रो सुन्दैन यी बिचरा यो त हेर्नु त बच्चा कस्तो भएछ यो झरेछ नि बिचरा बच्चा रातलकै त्यहाँको निकालेर राखेको के विशालो हेर्नु त आमा के हो रे यो मौसमले गर्दा अब रस छैन अब 1 महिना भयो होइन यो त धेरै हो नि आमा यति त आमालाई म यो टिपेर देखाउनु मन लाग्छ 1 महिना नहुँदै यति गर्नु भनेको त आमा हुनाहारै हो यो यत्तिकै रहेछ है अनि यत्रो बाक्लो हुनु भनेको धेरै राम्रो हो नि यो त मौरी त धेरै मेहनत खोइ त बारिसिक्यो म त यस्तो मैले तिम्रो छाती खुल्ला गरेर सिक मैले भनेको त बस्नु गर्नु बेला आज त्यो चाहिँ बिर नगर यहाँ त खुल्ला छ तिमी एक्लै भए नि उता गयो भने कहाँ निक्लिन्छ अनि हुन्छ हुन्छ डोरी त सबै सिद्धि त के भन्ने अब? यसमा यतिकिन यो यसमा चाहिँ के भन्ने तोक्दैन नानी त्यसले सोच्दैन दिलाउनु है अझै म मेरो यो भित्र कति अब त भयो केटा नहाल्दै सुक्खा यहाँ त केही छैन त यो चुच्चोमा सबै हाल्ने हो हुनेलाई त्यस मिक्स गरेर दिने कान्छ कुटमा ए ए भाइ यो त अर्कोमा चाहिँ राख्नु पर्दैन माउरी सादा पर्दैन दिदी त्यो त्यसमा मात्रै हो ए मरिक है अब अर्को कुन यो आधुनिकको मैले जानेको थिइनँ खान्छ मैले सिक्ने क्रममा छु बिस्तारै बाँड्नुपर्छ कि यसलाई पछाडि अनि यो चाहिँ के गरी झिकाल्ने त सुर्काने पार्ने यो तिनीहरूले काटेर तल भुइँमा राख्छ अनि आफूले निकाल्ने यसरी चाकल बनाउने यसरी ल साह्रै रिस उठ्यो होला माकुरी यत्रो दुःख गरेँ मैले खै कहाँ राख्छन् कुनै भने उयोले त घटकी घट म खाएको खाइसकेर अब कहाँ घर छान्ने हो हो रहेछ नि छुट्टी परेर दिएको देख्छ आएर त्यहाँ हो रहेछ ल दिउँ है यो ठुलो दिदी तपाईँको खुट्टामा छ है ए यो हो अब बच्चा त खड्को हाल्ने के खानु मिल्दैन ओही म रहेछ केटा म जति त झिक नि केटा सुनि त्यही बनाएको वाउ ए यसमा त म रहेछ यार सबैमा म छ बुढातीमा म जति त झिक्ने केटा बच्चा चाहिँ यति राम्रो बनाएछ यार आम्मामा बच्चा देखेछ दिदी छ मैले त ए यो आज मात्रै पारेको फुल हो नि सबै यो कुन उयो यो सेतो सेतो टिकटिक छ नि यो भित्रको यो आज मात्रै पारेको फुल हो कति छ र नत्र सबै हाल्दिनँ त्यो चाहिँ म जति काट्ने उयो पोलिन चाहिँ साध्यै लिएको यो म हो है सबै हेर्दै यो यो म चाहिँ काट्दिनु निकल त केटा पोलिन पनि रहेछ उता पनि मै हो भन्छ त्यो त हो म जति त यो पनि झिक्ने म नै हो नि होइन म जति झिक्ने केटा ल सबै म हो त्यो रापहेँलो म हो बच्चा जति राग म जति झिक क्या भात देऊ काट्नु त मिल्दैन होला मिल्छ उता भित्र नि होला दिदी यहाँनिर छ ल हजुरको यहाँ मिल्ला एउटा मरेछ नि ऊ म हो र कसरी
त्यसले देख्यो त्यही खालि यो त म होइन बच्चा हो यो त चेक गर त अरूले टोक्छ राधिका यो म हो कि बच्चा हो दिदी हो छुट्टै यो सब बच्चा रहेछ यार बच्चा छ भने त नगरिदिनु बुढा बच्चा त नकाट्नु है यो जस्तै सबै बाक्लो बनाएको भए है त्यो यो हेर्नु न यो बनाउँछ नि नानी के आयो यो चाहिँ बच्चा र म छैन ए तेरिका धेरै बच्चा काट्दैछ बिचरा बजा दियो क्या खाएको म काट्नेले हात चाड्छ भने यही हो नि मन थाम्नु नसकेर क्या आमा बुढा बाहिर बच्चो निस्को नानी त्यो त सबै जान्छ क्या अब त गयो त्यो त भाइ त्यसको काम सिद्धियो कान्छ त्यसलाई नटोस् नहुने दुःख नहुने म चोरी भन्दैछ तर यो म काटेन भने दाहिने बत्ती भाग्ने त होइन खान्छन् खाएर भाग्छ नानी मन परेन भने ठाउँ मन पऱ्यो भने त खाए पनि फेरि भाग्दैन अरे नि बनाएको सागमा पहेँलो हुन्छ नि फुलेको सागमा यिनीहरूले छादेर अरे नि सागमा फुलमा के भन्छ यो केटी सोच्दै जाँदा अहिले म हो रे क्या आमा त्यही भन्नुहुन्छ प्रकाशको हातमा हेर्दा म खाएला जस्तै छैन किन है त्यहाँ छ प्लेट त अनि फेरि राधिकाले परिभाषा गइसकिरहेछ अनि मेरो पनि खिच्न ल कति अर्को मेरो चाहिँ आएन त्यहाँ त नथिर होला क्यामेराम्यानको कहिल्यै भिडियो आउँदैन क्यामेराम्यानको भिडियो आउनु मात्रै भयो भने ए बिचरा च्यापेर दिसै निस्केछ यार ए म यहाँ छ यहाँ तल मौरी छ है अब त्यो पनि राख्ने कि नराख्ने यो कुन यो किन नराख्नु राख्दिँदैन म चाहिँ काट्नु अनि दिदी भन्नु है किरण त्यो म जति काट्ने होला नि होइन म जति राख्ने होइन बच्चा र चाका उतापट्टि राख्ने मौरीलाई खाने क्या बच्चा र चाका चाहिँ मौरीलाई अरू म चाहिँ हामीलाई क्या उल्चिनलाई यो दुईटा हो त्यहाँ पछाडि ल तपाईँ तपाईँ कतिवटामा भयो त्यहाँ 1 2 3 4 5वटामा भयो होइन टोटल 8वटा थियो विचार गरिदिइहाल्यो तर यिनीहरू चाहिँ साह्रै सोझो रहेछ म खिच्छु कुटै फुट रहेछ है म छैन छ म त हजुरले हात नसमाएको जति मै त हो नि के थाहा पनि कालै भएको रहेछ त दिदी त आन्टीलाई चाहिने चिज हो बुढा त हो एउटा कट्टामा हालेर राखिदिउँ उता त के न्यु इयर उता त विदेशी न्यु इयर मनाउँछ ल त्यो सबै राख्नु पर्यो होइन बेसी पारेर सुनार बस्तीहरू सुनार पनि म भनेको चाहिँ छ्याप्पै रहन्छ है दिदी छ्याप यस्तो चाहिँ यता पनि दिदी यता किन रहन्छ मरी किन होला खाएर बुढा खाएर होइन क्या जम्मै भएको रहेन अनि यति छिटो हुन्छ र यो खाली र चलाउनु हो त्यो उता राखिदिनु राखिदिनुपर्छ यार त्यो कुटै कुट रहेछ त्यो पनि राख्दा हुन्छ क्या किरण कुटै कुट्छ यता त म छ फेरि त्यो त नराख्ने अब त्यो त खाँदा हुन्छ मेरो यहाँ नराख्ने नानी तर बाबु यो गाउँको माउले भए चाहिँ टोकिसक्थ्यो यस्तो खुल्लामा चाहिँ टोकेर यहाँ त नटोक्दो रहेछ त्यो पनि यता ल्याउनु न कोर्सो गर्ने हो क्या ठिकै छ ए बिताइहालेछ नि ए होस् होस् तल टन्नै रहेछ होस् अहिले प्रकाशले हाल्नु न। नबिताउ न यार मलाई त्यो
ल त जुन्डेको रचन सबै म त थालको रानीलाई कहाँ राख्ने अरे खोइ कहाँ राख्यो रानीको लागि घर यो माथिल्लोमा हो कि त्यसैमा रानी भेटेन रानी भेटेपछि के गर्नुहुन्छ यता पनि है दिदी आउनु नै त्यो खिच्नु नै राखेको मौरी किन्नु होला ल यति भइसके पछाडि अब हामी स्कुप गरेर छौँ मौरी खिच्ला से त्यसलाई एउटा टास्तीमै कस्ने नभए त्यसलाई पनि मार ल यहाँ माउरी म टाढेको हिँड्दै नि नानी अब पार्वती दिदी म त बर्फ यहाँ कन्फा दिदी के गर्दैन हेर्नु है दिदी भाइ यहाँ यस्तो चल्दैछ गाई नपोट लाब्रे आउँछ भन्थ्यो कहाँबाट यो बेला टुक्का आएको थियो पार्वती दिदीले यहाँ खोर्साइदिनुहुन्छ क्या सबै परिवार अघि नै भनिसकेको गाई न गोठ लाब्रे आउँछ भन्थ्यो तर होइन रहेछ नि यहाँ त गाई न गोठ नभए पनि लाब्रे त उठ्छ लाब्रे प्रजोगले फोन गर्यो त बुढा देखाइदिउँ न भिडियो अन गरेर हो नदेखाइदिउँ नदेखाउँ तर सबैलाई देखाउनु अशुद्धि लाग्छ अशुद्धि लाग्छ किन देखाउनु हुँदैन सबैको नजर एउटै हुँदैन अरे क्या दिदी हेर्नु मेरो रानी छ क्या हो मेरो त रानी भएको त्यतिखेर त सबै त्यहाँ आइसक्थ्यो होइन होइन नि अनि अहिले तपाईँले काडिराख्नु भएको जस्तो भन्नु आएको रानो भुल्नु न पहिला केबाट हुने त नि भन्छ म त रानी ऊ त्यो यहाँ छ क्या त्यो भित्र अब रानी निकाल्छ है त म निकाल्नु यो यिनीहरूभित्र थन्काउने कि पहिला मौरी जान्छ भित्र निकाल 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 दिनै पानी च्याप होइन निकाल्छ रानी ननिकाल्छौँ तपाईँ नचिनु चिसो त्यो गर्नुहुन्न चिसो भयो भने फेरि यहाँ मौरी हो काँचा निकै माउरीको म खाना पाउँछु भनेर होला नि एक्सन चाहिँ राम्रै छ एकदम राम्रो छ कति बेला केटाले सक्नुहुन्छ हो एकदमै पर्खाइमा हुनुहुन्छ हाम्रो कान्छा मिठो हाँस्दै दिदी यता पनि त्यहाँ नै यो त्यो मौरी नै त्यहाँ मौरी किरण प्रकाश कम्फर्ट मौरीको एक्टर ए छिरो 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 नछिर्नु है भित्र किरण प्रकाश कम्फा मौरीको एक्टर ठुलै अब यसलाई त यता सार्दा हुन्छ नि यो त्यो त्यो म चाहिँ लानु मात्रै गरेर हामीलाई चलचल गर्ने नानी अहिले भित्रबाटै बाहिर आउँछ क्या है लाइट कहाँ लग्यो है टोक्दैन आमा टोक्दैन यसको त यता तल पिना भएको छ मुनिपट्टि आमा के साह्रो म छ त यहाँ म छ नि यत्रो म देख्नु भएन म चाहिँ होइन कुटे कुट रहेछ त्यो कुट बाबु यो कुट पनि राखिदिउँ न त्यसमा तपाईँले कुट खाने भनेको कि म खाने भनेको खास कुट राम्रो भनेको म त यस्तो कुट मनपर्छ हो र अहिले तपाईँ पनि खानुहुन्थ्यो कस्तो टेस्ट हुँदो रहेछ त्यसको थरीका फरक छ यहाँ आमाहरूले उहिले त्यसमै खानु भएको होला अहिले पो नभएर त नि कान्छ मलाई है यतापट्टि पहिले त्यो चाहिन्छ है यता दे यता आमा अब यो आउँछन् पनि के हुन्छ लाइट कहाँ लग्यो दिनु त एक प्लट सर्च गर्छु भेट्यो भनेदेखि सर्छु म
हजुर यता बसोस् न। जान्छ छैन दुईटा छ प्रोफेसनल गर्ने कहाँ भयो उनीहरूले यिनीहरूको स्मेल जम्मा हुन्छ क्या राणा कसरी चिनेर केटा सानो कम्बो हुन्छ कान्छा अरूभन्दा लामो हुन्छ ठुलो हुन्छ त्यो डोर त यतै झिक्नै के अब त कि त्यहाँ एउटा मिल्छ कि यतापट्टि त्यो किरणको खुट्टानेर डुलेर त्यता त्यसलाई फ्याँक्ने होला नि अब के हो नफ्याँक्ने कान्छ कराइराख्ने काम गर्ने नै हल्दै हुन्छ आमा मौरी धेरै छ कि तर यतै आउँछ स्मेल। रानी त्यता छ भने ए के देखेन हो किदिम त लाइट रानी ट्राई गरौँ त्यो त अलरेडी बस्छ क्या आमा किन भन्नु न अब यी माउरीको यत्रो यो स्मेलले नै आउनु हो क्या माउरी त हामीलाई ट्रेनिङमा सिकाएको छ यो चाहिँ के भएर घाँटी भएको उताबाट उडेर आएर ठ्याक्कै बसेपछि घाँटी भयो दुईवटा यो शान्त हो त्यसरी केटा समाउँदा उहिले शान्त किन चिरमिरी भयो है बाबु के प्लास्टिक जस्तो गर्नुहुन्थ्यो तर म राणा छान्ने केटा राणा चिन्ता राणा भेटेन कहाँ भेट्यो यहाँनिर हो तपाईँ तपाईँ हाँ? यहाँनिर तपाईँ त राणा कहाँ पर्यो केटा
है कहिलेदेखि छ त्यही भित्र छ त्यहीँभित्र होला राम्रो होइन कहाँ गयो रानो कहाँ गयो त केटा रानो राम कहाँ मकान कहीं की बात है त्यो गाडो बाँध्ने अनि त्यो हातले सोहोरै सघाउनु नि हामी लम्बा बोलेको कहाँ छ कहाँ नि यार राणा त यहाँ छैन पार्नुको जिउमा पर्छ ट्रस्टमा हो त्यहीँ लडाएर राख न त्यहीँ छोडेर राख क्या भयो त्यो त सबै यहाँ हाल्नु पर्छ जसरी मौरी अब त
टोकेन टुलेर तर कान्छ महिला हुने हो त्यो टोकेको इच्छिना सन्तोनु नुनको रानी त देखिनु पर्ने कहाँ गयो त यो यहाँ छ कि त्यो भित्रै छ नानी यहाँ पनि खिच्दैन सरी होइन अघिदेखि खिचेको होइन पर अलिक पर गएर सिधा हो त्यो एकदम ठिक छ आएमा ग्लोभ्स दियो ए केटा त्यो पछाडि केटा कहाँ पर त केटा यो मरेको रानो त्यो फाग्ला खोलो निकाल्नु पाए पनि हुन्थ्यो नि ढुङ्ग्रो निकाल्न मिल्दैन त्यो डर है अनि भएको मह जति झिकेको नि यसरी आन्टी 1 महिना नि भएको नै हेर्नु भेटेन बाबु टोक्छ है म पनि गु पनि अनि यस्तो घार लिएको आन्टी अनि यस्तो घारमा प्रकाशले हाल्दैछन् अनि मौरी हुल्दैछन् ए अलिकति हातमा टोक्यो अरे उता टोके नि डराउने होइन के र उसले त मान्दैन नि त अघिदेखि यत्तिकै खुलै हो पुऱ्याइदिएको एउटाले टोक्यो अरे आन्टी अनि ऊ यहाँ यसरी बाँधेर झुन्डाइदिनु भयो अनि यसरी मह मौरी ल्याउँदै ऊ यहाँ हालिदिँदै हुनुहुन्छ नयाँ वर्षमा अलिकति मह खान पाइने भयो आन्टी यसमा यति मह रहेछ अनि यो हजुरले भनेको जस्तो यही होइन त हजुर अघिकोमा चाहिँ रहेछ क्या जस्तो लाग्छ बाँझो त्यसले ठाउँ फुट्न मानेन छैन ल आन्टी ऊ यो चाहिँ मह रहेछ अनि यतापट्टि फेरि त्यस्तो फुट रहेछ पम्फा पम्फारी तर्फबाट नि जै बसी भनिदिनु है हुन्छ शान्ति आन्टी एउटा फोन गर्नु परेन प्रकाश उता बाहिर त्यसरी गर्दै अनि हामी त
ठाउँ साँघुरो छ क्या आन्टी अनि बनाउनै गाह्रो यहाँ आन्टी अब यो यतापट्टि यस्तो ठाउँ थोरै छ नि त अब यो बरन्डा हो यता चाहिँ हजुरले देख्नु भएको नि त यति बरन्डा त छ जम्मा अनि यसरी बरन्डामा बनाउँदाखेरि अनि ठाउँ थोरै भएर कुनामा राख्नु कुनामा कपडा सुकाउने रेक्लै छ कपडा कसले लुगा लायो हुन्थ्यो अब चिल छ सबै बुङ्रुङमा पात आन्टी त्यो यो कपडा सुकाउने ऱ्याकलाई नै अनि त्यसको स्ट्यान्ड बनाइदिएको ए ल ल ल ल त्यसरी आर्टिस्ट आएको ल उसको राजा रानी सबैले राख्नु फेरि त्यो पखेटा झार्नु भन्छ नि त्यसको रानुको रानीको रानी भेटेन हौ आन्टी रानी भेटेन त्यो काप्ताहरू कहाँ लुकाए सबैजना मिलेर रानीलाई उठेसी भन्छौँ नि आन्टी कहाँ लुकाएछ होला यिनीहरूले यो पनि मरिसकेको भए यो मरेर खाँदै जिउले पायो जुम्ला छोराछोरी कि छोरी छोराछोरा के पाएछ आन्टी ए छोरा पाएछ बधाई छ आन्टीलाई पनि ल आन्टी सेतो टालो छ है सेतो सेतो सानो परेन नि मान्छे बस्छ सेतो टालो सुकुमै यसलाई कान्छा तर रानु नै भेट्न पाएको छैन अनि ए अरिनाको जामा गराउनु त के बनाइदिनु त रानो भेटिन्न ए ल रानु त भेट्दै भेटेन त्यो त के यहीँको रानो भेट्ने चान्स कहिले देखिन सिद्धिनलाई चाहिँ म यहाँबाट स्कुप गरेर उता भाग्न त भागेन नि त्यो यता त गएन के ठुलो अघि मैले उडो भनेकै राम्रो रहेछ क्या है रातो रातो थियो कता गयो त्यो चाहिँ तर होइन रे ठुलो खातो पनि पर्ने कालो छ कालो ए अरिनाको यसरी बनाउनु न त्यो प्यान्टतिर जामा यो लाग्नु सँग ए होइन त्यो धोएर राखेको थियो नि त्यो स्याउ माथि छ स्याउ स्याउ छोपेर ए चालो भन राना बिनाको मौरी बस्छ केटा बसेछ त नि खोइ रानो त्यहाँ रानो छ नि किन नहुनु हामीले पनि नदेखेको त भाइ रानो बिना मौरी कहीँ बस्छ अनि खोइ त राना झिक्ता जित्छ राना झिक्ते केटा केटा हो जित्तो भन्छ मैले झिक्ने हो भने त्यो चिज चाहिँ मैले मात्र देखेको ल यहाँ भेट्यो यहाँ छोप्ने क्या किन छोप्ने है यहाँ रिसाउँछ यिनीहरू अब किन यसो छोपिदिनुपर्छ किन रिसाउँछ भन्नु न मलाई उज्यालो भयो भने धेरै रानो मैले देखिले आज अचम्मै भयो त है भाग्न त भागेन नि मौरी राना कहाँ गएर त केटा
खोइ त रानो रानो त छैन त रानो आज आउँछ बोलेको रहेछ मलाई त्यहाँ छ होइन अघि रातो रातो एउटा के अलिक लामो मैले ठुलेलाई रातो चाहिँ होइन कालो कालो हुनुपर्छ अरू माउरी भन्दा फरक थियो क्या भाइ र कता गएर त्यो त्यहाँबाट मैले गर्छु उता पनि खेल्ने कान्छाले माउरी देख्नुभयो तिमीमा उयो क्या रानो देख्नुभयो रानो छैन त नि कहाँ हो के हो भागिसक्यो त नि खोइ अस्ति पनि नदेखिहाल्यो होला अस्ति दियो त नि को अन्त कान्छाले के गर्नु मैले आमालाई देखाएको है हो अनि खोइ त आज चाहिँ निस्केर तलै पस्यो क्या हो नानी कहाँ तल तर तिनीहरूले त जाँहरू ल्याउँछ र निकाल्छ रानो होइन त्यस्तोहरू सक्छ यहाँ पछि ए ठुलोले सबै राख्यो रानो भेटिएन बाबु तर सबै उड्दै त्यहीँ जाँदो रहेछ क्या त्यहीँ छ क्या रानो चाहिँ छन चाहिँ पक्कै पनि हो त्यसमै कोही न कोही चाहिँ छ क्या काम गर्ने त्यो हो यो घर सफा गर्ने मान्छे होला क्या ब्याट्री गइसक्यो यसको सफा गर्ने मान्छे होला क्या घरपेटी माउरीले टोकोस् भनेर हजुर कान्छालाई माउरीले टोकेन भनेर एक्सन गरिराख्नु भएको छ क्या अलिकति ज्यान दिने हो कि भनेर त्यो चाहिँ कहाँ थियो रहेछ ठुले के हो अझै होइन खिचौँ हजुर यो मोबाइलमा जति धान्छ त्यति चाहिँ खेल्नु पऱ्यो भने युट्युबमा हालेर भनेपछि तपाईँले हेर्नु है म हालिदिन्छु युट्युबमा मनमा चाहिँ ठुले डराएकै छ त किन डराउनु है रानो खोज्दै रानो के गरेर बसेर देखेँ के हो त पसिना हो कि म हो त म हो फेरि ठुलो भनेर अर्को फेरि आएर पाचन परिसकेको टोक्यो गाडेर बसेर भाइ टोक्छ है भित्र पुरा आए टोक्छ त्यसो गरेपछि त सुरुवालभित्र उसको ठाउँ पुरा सुरुवालभित्र त छिर्नु नदेऊ है टोक्छ नि राम्रो रहेछ रानै छैन अब राना बिनाको पनि मौरी हुँदो रहेछ नि अब तर कस्तो रानो नहुने है हो नि किन हुनु अच्छा छ क्या तर कहाँ रानै भेटिएन नभेटेको त त सुरुमै छिर्यो क्या यहाँ तल अघि यहाँ आइसकेको जस्तो लाग्यो है मलाई अघि झुम्म परेर त्यसैमा डल्लो परेको थियो त्यति यहाँ। बेला गएको हो क्या यहाँ हुना नि अघि हामीले हेर्दा नभए बानेकोमै गएछ क्या ठुले यहाँ आएको भित्र नाखुन म निकाल्छु पोलिस सिक्छ टोक्यो खै किन ल्याएन? छ छ छ किन राखिहाल्नु
छिन्छ झिक्नु झिक्नु त्यही बस्यो कि आफ्नो जानु उता ओके यार अब चाहिँ सुनिने भयो आँखा चाहिँ सुनिन्छ कि भोलि जान्छ होइन कान्छ खेल झिक्यो टोकी केटा अब छोडिदिनु अब बाँकीहरू त आफै आउँछ कान्छ एक मुठी मात्रै हालेपछि हुन्छ क्या छोडिदिनु ल ल दिनमै यो त अहिले बनाउन लाग्छ के हो यो? अब यसलाई चाहिँ माथि राख्नु पर्यो त्यो त टकटका निकाल्नु पर्यो नि सबै केटा टकटका आफै जान्छ क्या टक्टकाउनु पर्दैन फोटो पारिदिनु बाबुले त कति कठिन भइसक्यो त्यसैमा यहाँ राख्नु दिदी यहाँ राख्नु अब त खोल्दिनु त्यो खोल्दिनु अब यसलाई चाहिँ अब रानी जान्छ गणेश त्यही गरी मौरी नआर्ने फुटेर प्रकाशको गणेश यसरी लाउनु मौरी नआर्ने गणेश हेर्नु त भिडियो बनाएको यी कति धेरै पुल्चेर मारेको मेरो युट्युबमा आउँछ हिँड्दैन अति हिँड्ने संस्कारमा मात्र पाप हुन्छ लाग्छ कि होइन फेरि मलाई त त्यो अब चाहिँदैन फुटिहाल्यो नि यार फुलहरूलाई लानुपर्छ कि रानो कहाँ हो केटा अघिको झुप्पामै गएछ क्या हो क्या सेताभित्र छिरो केटा सेतो त यहाँ छ कसरी भित्र होइन क्या उ त्यो घरमा त्यो नआएको त्यो पोकामा चाहिँ रहेछ अघि नै झुकेर कहीँ पसिसकेको छ है नभए त अनि बाहिर नभएको त्यही हो अब त्यही गरेको भए बाहिर त त्यत्रो मेहनत गरेको होइन बाहिर त भाग्दैन तर बाहिर देख्न पाएको भए चाहिँ हुन्थ्यो देख्न माउरी पाइएन छैन क्या। म रानी छैन भने त भाग्नु सक्छ नि किन आँट छ नि दिदीले रानी भएन भने त अन्त के हो रे आमा यिनीहरू हालिदिनु बुढा अहिले रिसाउन थालिसके यिनीहरू त झुनझुन गरिसके त्यो डोरीहरू भोलि फकाउनु अब बिस्तारै बान्नु बाबु तपाईँले धेरै बेर पर्दैन। भयो अनि रिसाउँछन् यिनीहरू फेरि रिसाएर टोकेको त होला नि प्रकाशलाई टोक्यो जोगिँदा जोगिँदै टोक्यो भोलि छक्क पर्ने भयो मान्छे सिक्न जाँदाखेरि भने यो मान्छे सबै खोल्नु न, के भन्नु? आउने हो अन्त अनि भोलि त जानु आजसम्म कहाँ हुने बिदा आज पनि हेर भयो बिदा भोलिदेखि त छैन नि बिदा 1 2 3 4 5 6 7 8 अनि यहाँ गएर त आउँदिनु 10 र 9 चाहिँ त्यहाँ हिँड्नु मेरो राख्नु फेरि त्यो हुँदैन मेरो काठ र दुई मलाई भोलि चाहिँ नभएको जस्तो भाग्दैन क्या आमा मैले त यस्तो स्मेल भएको छ कति रहेछ यसमा हेर्नु त भन् त्यहाँ छ कि यो भित्र छ क्या रानो अँ रानो चाहिँ यहीँ चाहिँ यहीँ छ यहीँ छ? छोड त छोड त ए, यहाँ राखौँ न छोड न छोड छोड भित्र मर्लाई खै त्यो कभर दिन्छ त्यो कभर यो यहीँ छ त क्या यो त छैन नि त्यहाँ ए त्यो के हो त यहाँ रहेछ है मौरी त अझै मौरी त छ नि ए हे भन्नुभयो म त टोक्छ है त्यसले त चलाउनु अपी के क्याच गर नि त्यो कभर दिन्छ केटा यो छैन यो ठुलो यसमा अलिक टकटकाउनु पऱ्यो है त्यहाँ पानमा ल। अघि नै यहाँ टकटकाउनु पर्दैन हँ केटा यो तल टकटका न त भन्नु चाहिँ सजिलो भुइँमा टकटकाएर चाहिँ त्यहाँ हाल है मर है ऊ भुइँभरि मौरी छ है भुइँभरि मौरी छ आदिम घरमा फेरि अप्ठ्यारो छ क्या कान्छा सोरेर स्यापा हाल्नु पनि नमिल्दो रहेछ हो कि होइन? यहाँ पनि त घारे पर्ने हो यो फल्नु मिलेन नि खै म उता आउँछ है त अँ।
यो मलाई यो मुडे घर त्यस्तै समस्या हुन्छ पहिला चाहिँ आउँछ भनेर थाहा भएन हालेर यो निकाल्नु त कुन यो 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 लौ त जाऊ तिमीहरू खै आज अब आजको बन्द गर्न आउने खै त के ल्याउनु त यो सामान त दिदी कान्छ यहाँ भित्रको झिक्नु नै कहाँ हो राधिका यहाँ भित्रको झिक्नु नै यहाँ गयो छैन ज्योति बा परै टाढै अघि नै दिदीले सिराकले मुख छपिसक्नु डर आएर नि आएर ऊ मौरी मौरी भन्दै भएको ऊ त्यहाँ पोका पर्नेमा हेर त नानी युट्युबमा युट्युबमा है प्रकाश ऊ त्यो पोका पर्नेमा हेर त रस कान्छ जाई 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 यो खिच्नु त दिदी म टकटकाउनु पऱ्यो यहाँ बन्द होला है हेर्नु ए मौरी नै छैन त केटा यहाँ त केटा सबै लगिसक्यो नि सबै लग्या हो ठुलेले खै त गएन त छैन रहेछ कान्छ यो कसरी लाने त यहाँको जान्छ खै अनि राणा त कहाँ भेटिएन त अनि ठुलेले त्यहाँ भित्र गयो भने होइन राणा आस्यार नै ल्याउ खाङ्ने चाहिँ यहाँ टुक्टुका त्यो ढकढक हान्छ ठड्काएर मौरी नभएको ठाउँमा ढकढक हान्छ त्यो त सार्न त्यो त्यसरी अलिक चुचोबाट होइन क्या छैन मौरी छ नि त भुइँमा खै त अँ छोड न छोड ल मौरी छ मर्छ ऊ म आला ओ जान्छ रानो त यहाँ पो आइसक्यो क्या हो यो होइन रानो क्या खै त्यो निकाल्नुपर्छ नाकमा खै मरे किरण त्यो निकाल्नुपर्छ खिल खिल निकाल्नुपर्छ खै हट जा भित्र जा आउनु भित्र मैले भनेको नि त्यो उयो गर्दा चाहिँ टोक छ क्या बैमान उसको ठाउँ फ्याँक्दियो भनेर होइन म त्यसमा रहेछ कान्छ पछि भोरा भोलि बैमान गऱ्यो राधिका किरणको यो समाति पनि न उसको यसले हुँदैन उसको पिस कान्छ अब अगला हुँदैन यो त्यो एक दिनको चाहिँ के हो युट्युबमा भ्यू तान्नु परेन खिल चाहिँ झिक्नुपर्छ कहाँनिर छ दिदीलाई हेर्नु लगा हो म हेर्छु भने यतै आउनु भाइ यतै आउनु
तब अझै अलिकति रहेछ नि केटा के रानी म त हो रहेछ क्या भनेर आदिक 3:30 बजेदेखिको 2 घण्टा आँखामा पनि टोकेको किरणको यहाँ भित्रमा यहाँनिर टोक्थ्यो ए नाकामा अनि के हो त रहेछ त खोइ कान्छाले त्यो अघि खिल उठाएको भए चाहिँ यहाँ टोक्थ्यो त्यो भित्र गयो अघि ठुलेको चाहिँ खिल झिकाल्यो होइन अहिले सन्चेर अलिकति नुन लागेको चाहिँ त्यो सुनिँदैन त्यो बाले ठुले अब आफै जान्छ भाइ यता आइज त केटा एकछिन त्यहाँको मौरी मार्नुहोस् है यसले त्यो टक्टा आउँदाखेरि 2-3वटा किचिका पार्यो यहाँ छ्याप्पो टोकिहाल्यो के भयो सबैले हेरे त के दिला छिटो टुट्यो भने कहाँ गयो त्यो त हाम्रो पुरानो होइन रानो कहाँ छिरेर यार यो चाहिँ खै मान त राख्यो दादाले छ यो हनी बक्स राखेर राख्नुपर्छ यो चाहिँ खान्छ यो हनी बक्स कहाँ राख्यो भाइ त्यो माथि राख्नु अझै थोरी यहाँ दिगो नि यार ए सुन्दैछ सुनिन्छ नि अब अनुहारमा त अझ सुन्दैन छ है काँची थिएर अहिले बन्द भयो झन् चिला यहाँ त छैन पोख्दैन अहिले बरु त जाली लिएर हालिदिउँ त्यसलाई जाली लिएर चाहिँ यहीँ जाने भित्र छिरेछन् बेसमा झुल टाङ्नु न त झुल निकालिदिनु त झुल टाङ्नु न त्यो मम्मीलाई उता लगाइदिनु जान कहाँ गयो यार माया गरी यार सुन्ने कता हेर भित्र भएको त सर्टै छिर्छ खिच्यो क्या हो
टोक नि यहाँ दुई तिन